गुच्चा खेल रहन मेरो भाइहरु अहिले फिलहाल स्टेजमा छु हाम्रो एमन क्यामेराम्यान क्लिक 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 हरियाली हरियाली नै छ आज चाहिँ अब म गइदोन गाडी हामीलाई मतलब हामीलाई म नो पोरो अलि उठा गएर नो पोरो गए जाऊ गौ ये तो कपड़ा से गुच्चा खेल रहन मेरो भाइहरु मेरो पाली हो मेरो ओइ मेरो पाली कतिले रुई भाग्थि के ल हिट्छ त ओइ मेरो पाली हो मेरो ल यसको Hey guys, welcome back to my new vlog. आयो सन्चै आरामै सलाम गर्दै गर्नु सन्चै आरामै छु। आज हाम्रो फेयरवेल हो। अहिले चाहिँ प्रोग्राम हुने ठाउँमा आइसकेको छु। अहिले कार्यक्रम सुरु भइसक्यो। स्टार्ट। हामी पछौँ। यस कार्यक्रमको सभापति यो डाट यार एकछिनपछि अब हाम्रो डान्स छ रेडी भएर डान्सको तयारी चारवटा नाच्छ चारवटा भर्खर एउटा भैया अब अर्कोको तयारी छ आउन अर्कोको प्र्याक्टिस गरेको थियो यता लिन्छन् हाम्रो भनौँ न कम्प्युटर साइन्स ग्रुप आएको केटाहरू मात्र नाच्ने भनेर अब नाचिसक्यौँ अब त्यतिकै चाहिँ यो बिर्सिआकिन स्टेपहरू गर्नलाई चाहिँ नाच्न यो प्र्याक्टिस केटाहरू हिँड्छन् हामी त कति मस्त 15 जना जति ग्रुप छ 15 जनासँग क्यामेरा लिएर आउने केटाहरूले अब हाले अबदेखि क्लिक हाले अब हामी नेपाली अब मरुनी अहिले फिलहाल स्टेजमा छु हाम्रो केटा हाई गर केटा Sir, bye sir.
Bye Garba. Hello guys, हाम्रो केटाहरु सबै विजय ओइ खाना काठमाडौँ ज्ञान राख केटा उठे जाऊ लाइनमा यिनीहरुको अहिले पछि हामी सबले भ्याइसकेपछि तिमीहरुको लाइनमा खाना पाइन्न है लाइनमा बाबु यार ओइ कति हाल्ने बे दुईटा तीनटा हाल्दे बाबु यार हाल्दे बाबु ठीक छ हेलो भनिदिनु न अलि तप मिलाउँ न अलि पछाडि तान्दियो अलि पछाडि तान्दियो यो आफै हाल्ने न यो आफै हाल्ने आफै हाले पनि त्यही भरिहाल्छ ल अलि पछि तान्न कहाँ हुने मात्र नछोड केटा नछोड हालो बाबु यो पुरी साइड अनि हाल्दै त पुरीलाई त हटा पहिला भयो माफ गर्नुस् दाइ भयो खुट्टे हुन्छ खुट्टे खूब नाटक पार्थिस् त हाम्रो एमन क्यामेराम्यान ओए मेरो जे गर्नुभयो त्यही गर है पोज एमन दादा हजुर हामी चाहिँ हेरेको उहाँहरुको बिचारा तिनीहरु हेरि भएन तिनीहरु भइसक्यो के हाम्रो एमन दादा सोच हुनुहुन्छ हजुर ल रेडी ओए क्यामेराम्यान कति बजे घडी हेरेर भनिदियो बस अब हाम्रो कार्यक्रम भाइ बहिनी भनेर केही भन्यो होला तिनवटा मिठा कुराहरू भयो होला ती सबै तिनवटा कुराहरूलाई यही विद्यालय प्राङ्गणमै छोडेर मिठा यादहरू मात्र आफूसँगै राख्नुहुनेछ भन्ने अपेक्षा म गर्दछु अन्त्यमा म फेरि पनि के भन्न चाहन्छु भने यति राम्रो कार्यक्रम सञ्चालन गर्नुभएकोमा म मेरो व्यक्तिगत तर्फबाट र पुरै कक्षा 12 को तर्फबाट कक्षा 11 का भाइ बहिनीहरूलाई धेरै and colleagues who are always hardworking and laborious, and not the least at this class 11 student to organize such a grand this farewell program to wish all our class 12 students for coming up exam and to tell them a nice goodbye from our school. And also
भयो खुसी स्पिच दिएर कस्तो लाग्यो वाउ कि नै रोइसक्यो त्यो रुन सक्यो बबाल स्पिच दियो होइन रुन लाग्यो होइन रोइसक्यो होइन शब्दबाट थाहा भइन्छ बुझ्छन् के भावना पसिनै पसिना भयो गाई हामी नाच्यो सबै चारवटा डान्स नाचेर भइसक्यो केटा नाच्यो नि बास भयो सूर्यसँग प्रशस्त शक्ति भयो भने त्यो शक्ति केन्द्रीकृत हुन सकिरहेको हुँदैन हामीसँग भएको सानो ध्यान लेन्सले केही सूर्यको किरणलाई सूर्यको ताप शक्तिलाई एकै ठाउँमा फोकस गरेर आगो लगाइदिने काम गर्छ त्यो भएको कारणले गर्दाखेरि विद्यार्थी भाइ बहिनीहरू तिनीहरूले आफ्नो चारैतिर छरिएको दिमागी हातलाई एकै ठाउँमा अहिले पढ्ने बेला छ एकै ठाउँमा जम्मा गर्न सक्यौ भने तिमीहरू पनि आगे लगाउन सक्छौ कक्षा 12 एसएलसी इक्जाममा आगे लगाउने पालो अब तिमीहरूको हो यसको लागि गर्नुपर्ने चाहिँ के भन्दाखेरि विद्यार्थी भाइ धेरै कुराहरू गर्नु छैन अब एकदमै पछिल्लो मन्तव्य नै हो यो धेरैले थुप्रै कुराहरू बोल्नु भएको छ म जीवनमा कतिवटा कुराहरू तपाईँहरूलाई प्रयोग गर्नको लागि अनुरोध गर्न चाहन्छु एउटा मानवलाई कुन कुन कुराको आवश्यकता पर्छ ल अब ब्लग गराउँछन् रे ल ब्लग गराउँछन् रे ल रिजन ब्लगलाई स्वागत गर्नुहोस् गर के ल यो छोपा रिजनको ब्लग आयो आज हामी फोटो ब्लग ल रिजन यहाँ छन् यो आशिका यो पर्वशिका अनि यो चाहिँ म है मलाई त चिन्नु नै भएको होला हाम्रो हिरो लान्सनाको जोडी खोइ ओए अब रबिनलाई खोजौँ कि कहाँ रबिन इज भेरी बिजी रबिन रिजन गएको छन् एउटा गर्लफ्रेन्डसँग एउटा म्यानेजमेन्टसँग गाह्रो छ हौ जिन्दगी गाह्रो छ हामी चाहिँ हेरेको हेरे यस्तो चस्मा खोलेर यो पर्जल फेरि हाई गर हाई रिजन ब्लग वेलकम टु रिजन ब्लग वेलकम टु रिजन ब्लग वेलकम टु रिजन ब्लग अरू म कसलाई भन्नु यो सचिनलाई पनि बोलाए हुन्थ्यो मलाई के भन्न आन्न त्यही पनि भन्छु किनकि अब भन्न मन लाग्यो हाम्रो बोलाउनु बिदाइको आउँछन् कि आउँछन् मलाई राम्रो भिडियो मात्रै देखाउनु पर्दैन यस्तो गरायो भने त्यो हुन्न के ल फाल्नुपर्छ ल आजको कस्तो लाग्यो हाम्रो के अरे बिदाई फेयरवेल कस्तो लाग्यो हजुरलाई हाम्रो मलाई त सरी बोबाल हुन्छ नि म जान्छु त्यहाँ बोबाल त्यतिकै हुन्छ अनि तिमीलाई नि एकदम सब कडक लाग्यो आगो तिमीलाई कस्तो लाग्यो त को भयो यसलाई मैले खास कसरी एडिट गर्ने यसलाई कहिले यस्तो गरान कहिले यस्तो गरान केटाहरु ग्रुप फोटो ल सबले क्यामेराम्यान एउटा के म पनि छु एउटा के ओइ म छिली ओइ बस म पनि के अब म जान्छु घरतिर लाग्छु जाँदैछु हरियाली हरियाली नै छ हरियालीको साथमा त मस्त फोटो खिचिरहन हर्न आने छ गाडीले क्या बोलू मेरो पारा फेरि सधैँ यस्तो हो क्या टक्क यो ब्लग बनायो हिँड्यो बस यता अट्या मेरो बस कहाँ छ 5 नम्बर मेरो बस यहाँ छ
हैदराबाद आज चाहिँ अब म गइदोन गाडी हाम्रो मतलब ए नो पोरो अलि उठा गएर नो पोरो गए जाऊ गौ के त कपडा छ के पर्ला मौसम पनि आमा माने कालो भयो पुरै हावा उरी सब चल्या ओए खले हावा उरी चल्या अब पानी पर्यो